मान्नुस् नमान्नुस् देश गम्भीर सङ्कटतर्फ धकेलिँदैछ। भोलि के हुन्छ त्यसै भन्न सकिने अवस्था छैन। सबैतिर अविश्वासको बादल मडारिँदैछ। कसैको गलत भन्न गाह्रो हुँदैछ। सरकार सङ्कटमा छ, न्यायालय दोधारमा छ। सत्ता र शक्तिबाट टाढिन नचाहने नेताहरूका कारण राजनीतिक दलहरू अनिर्णयको बन्दी बनेका छन्। षड्यन्त्र र निस्तेजको राजनीतिका कारण देश बर्बाद हुने अवस्थामा पुगेको छ। लाग्दैछ कतै यो राष्ट्र नै असफल त बन्दै छैन। वास्तवमा हामी जनता अहिले गम्भीर प्रश्नहरूको जालोमा फँसेका छौँ। स्वागत छ जय जनतामा। म चेतन पाण्डे। यहाँलाई लागेको छैन अन्तरिम सरकारको आयु छुट्याउन चौतर्फी घेराबन्दी हुँदैछ। सरकार बनाउने जेन्जी समूहहरू र सत्ताबाट फालिएका नेताहरू अहिले जसरी भए पनि आफ्नै दुनो सच्याउने योजना बनाउँदैछन्। अभियान चाल्दैछन्, आन्दोलन गर्दैछन्। जेन्जी युवाहरूको नाइके मानिएका सुदन गुरुङले गृहमन्त्री विरुद्ध मोर्चाबन्दी कसिसकेका छन्। सरकारलाई अप्ठ्यारोमा पार्न थालिसकेका छन् अनि सुशीला कार्कीको सट्टामा अर्को प्रधानमन्त्री नियुक्त गरेर देशलाई भङ्गालोमा फसाउने षड्यन्त्रले मूर्त रूप समेत लिन थालेको छ। बाराको घटना देशलाई फेरि अस्थिर बनाउने प्रपञ्चको टेलर मात्रै हो जस्तो यहाँलाई लाग्यो कि लागेन? यसै कडीको निरन्तरताका रूपमा जेन्जी युवाका समूहहरूले पुराना दल र नेतालाई अनि आफूलाई राजनीतिको बाघ सम्झने तर कबाडी बनिसकेका नेताहरूले युवाहरूको चाहनालाई अस्वीकार गर्न थालिसकेका छन्। जेन्जी युवाका केही समूहहरू प्रधानमन्त्री हटाउन पर्दा अगाडि नै आइसकेका छन् अनि सत्ताबाट फालिएका काङ्ग्रेस र एमालेका टाउकेहरू प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने निर्णयमा पुगिसकेका छन्। क्रान्तिलाई अस्वीकार गर्ने मनस्थितिमा पुगिसकेका छन्। त्यसैले गर्दा काङ्ग्रेस र एमालेकै सल्लाहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा जवाफ दिइसकेका छन्। अनि मान्नुस् नमान्नुस् पुराना दल र नेतासँगै अन्तरिम प्रधानमन्त्री र मन्त्रीहरूसँग जेन्जी युवाहरूको आक्रोश अनि पुराना दल र नेताहरूको क्रान्तिकारी युवालाई हेर्ने दृष्टिकोण र सरकारप्रतिको अविश्वास अनि क्रान्तिपछि पनि जिउँदै रहेको संविधानका प्रावधान र कानुनी जटिलताका कारण फागुन 21मा चुनाव हुने सम्भावना मरेर गइसकेको छ। सबैभन्दा गहिरो कुरा त काङ्ग्रेसमा शेरबहादुर देउबा पक्ष र केपी ओलीको एकलौटी पकडमा रहेको एमालेले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन्। अनि त्यो सँगै फागुन 21को चुनावमा भाग नलिने घोषणा गर्ने योजनामा सहमति समेत जनाइसकेका छन्। अनि पहिलो कुरा, देशका दुई ठुला दल काङ्ग्रेस र एमालेले भाग नलिएको चुनाव सारा देशले स्वीकार्न सक्दैन। त्यति हुँदा पनि जबरजस्ती चुनाव गराइयो भने त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा वैधता पाउन समेत मुस्किल हुनेछ। त्यसपछि देश अर्को आन्दोलनको भुमरीमा समेत फस्ने पक्का छ। त्यसमाथि क्रान्तिले अन्तरिम सरकार बनाए पनि प्रतिनिधि सभा विघटन गराए पनि गर्न नहुने कुरा गरिएको छ। देशमा अहिले पनि 2072 सालकै संविधान जीवित राखिएको छ। अन्तरिम सरकार समेत यही संविधानका धारामा टेकेर सञ्चालन भइरहेको भाष्य तयार पारिएको छ। तर सत्य सधैँ तितो हुन्छ। जसले जे दाबी गरे पनि यो संविधानले सुशीला कार्कीको सरकारलाई चिन्दैन।
वा चिन्न पनि मिल्दैन। यो संविधानले युवाको क्रान्तिलाई चिन्दैन र चिन्ने कानुनी आधार पनि तयार गरिएका छैनन्। अनि यस्तो अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालतमा मुद्दाहरू दायर भइसकेका छन्। त्यसमाथि भोलिका दिनमा काङ्ग्रेस र एमाले पनि पुनर्स्थापनाका लागि मुद्दा दायर गर्ने हो भने आफ्नै पुरानो नजिरमा सर्वोच्च अदालत बाँधिनेछ। विघटन गरिएको प्रतिनिधि सभामा 2/3 बहुमतमा रहेका दलहरूले परमादेशको माग गरेको खण्डमा अदालतले त्यसलाई अस्वीकार गर्न सक्दैन। राजीनामा दिए पनि संसद विघटनको सिफारिस नगरेका ओलीको सट्टामा काङ्ग्रेस र एमाले अघि सार्ने प्रधानमन्त्रीका उम्मेदवारलाई परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिनुपर्ने बाध्यतामा पर्नेछ। विगतमा ओलीले प्रतिनिधि सभा विघटन गर्दा सर्वोच्च अदालतले यही नजिर स्थापित गरेको थियो। परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाएको थियो, जसले जे भने पनि त्यो नजिरलाई काट्ने आँट न्यायालयसँग छैन। अनि 2072 सालको संविधान जिउँदै रहेको अवस्थामा सर्वोच्चले जेनजी युवाको क्रान्तिलाई चिन्न पनि मिल्दैन, वैधानिकता दिन मिल्दैन। संविधानको व्याख्या गर्ने संवैधानिक इजलासले क्रान्तिको आवश्यकतामाथि व्याख्या गर्न सक्दैन र मिल्दैन पनि। सुशीला कार्कीलाई युवाको क्रान्तिले प्रधानमन्त्री बनाएको हो भनेर वैधानिकता दिन पनि सक्दैन, क्रान्तिको आवश्यकताबारे व्याख्या गर्न सक्दैन। त्यसैले संविधानलाई निलम्बन नगरेर हतारमा अपहरण गरिएको जेनजी युवाको क्रान्तिको अवसान पक्का छ। तर त्यसपछि के होला? भदौरे क्रान्तिलाई सफल बनाएका युवाले सर्वोच्चको फैसलालाई सहज रूपमा स्वीकारलान्? कदापि स्वीकार्दैनन्। अनि त्यसपछि फेरि एकपटक देश जल्दैन त? अनि एकैछिनलाई मानिदेऊ सर्वोच्चले क्रान्तिको पक्षमा फैसला गर्यो भने कबाडी मानिएका दल र नेताले त्यसलाई स्वीकार गर्लान्। अनि उनीहरूका लठयत कार्यकर्ताहरूले सडक नतताई बस्लान्। प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा सडक तताउन सुरु गरेका दलहरूबाट त्यस्तो आशा गर्नु बेकार हो। अनि त्यसपछि धमिलो पानीमा माछा मार्न सिपालु षड्यन्त्रकारीका लागि स्वर्णिम दिनको सुरुवात हुनेछ, फेरि देश जल्ने क्रमको सुरुवात हुनेछ। अनि यहाँलाई लाग्दैन हामी जनता राजनीतिको फोहोरी खेलका कारण अन्धकार भविष्यतर्फ भासिरहेका छौँ भनेर, हुङ्ग्रोमा जाकिरहेका छौँ भनेर? भोलिका दिनमा जे भए पनि हार्ने हामी जनता नै हो, हार्ने यो देशले नै हो। जित्छ त मात्र षड्यन्त्रले, षड्यन्त्रकारीले, जनताका सपना हरण गर्नेहरूले। तर अहिले पनि सबै सम्भावनाको अन्त्य भइसकेको छैन। पुराना दलका युवा नेताहरूले पार्टीमा पकड जमाएर जेनजी युवाको क्रान्तिलाई स्वीकार गरेको खण्डमा, क्रान्तिकारीसँग लिखित समझदारी गरेको खण्डमा, चुनावमा होमिनी बाचा गरेको खण्डमा अदालतले त्यो सहमतिलाई स्वीकार गर्ने वातावरण तयार पारेको खण्डमा, अनि त्यसपछि गठन हुने संसदबाट राष्ट्रिय सहमतिका आधारमा जनताको हित हुने गरेर संविधान संशोधन गर्ने वाचा गरेको खण्डमा, आवश्यकता परे जनमत संग्रह गराउने प्रतिबद्धता जनाएको खण्डमा यो देश असफल हुनबाट जोगिन सक्छ। देश लुट्न तम तयार षड्यन्त्रकारीहरूको पर्दाफास हुन सक्छ। हैन त? यहाँलाई के लाग्छ? मलाई त यस्तै लाग्छ। हस् त आजलाई यति मात्र। हामी मार्फत यो देशका शासक, जनता र अगुवासँग केही सोध्नु छ भने हामीलाई editor.nepalbimba@gmail.com मा लेखेर पठाउनुहोस्। अहिलेलाई यति मात्र भनौँ। जय जनता।